सो हाम्रो 11 को प्र्याक्टिकल चाहिँ आजदेखि हाम्रो सुरु भयो अनि यो चाहिँ हाम्रो फर्स्ट डे थियो। त्यसैले यो भिडियो मार्फत हजुरहरूले थाहा पाउनुहुन्छ फर्स्ट डेमा हामीले के बनायौँ, के खायौँ र के गर्यौँ। हाम्रो कलेजको चाहिँ जम्मा 4 वटा सेक्सन भएको कारणले चाहिँ 2टा सेक्सनलाई चाहिँ मर्निङमा 9 बजेदेखि लगेर हाम्रो सेक्सनलाई चाहिँ हाम्रो र अर्को सेक्सनलाई चाहिँ 11 बजेदेखिको थियो। अनि हामी सबैजना कलेज बिदा भइसकेपछि सबैजना ग्राउन्डमा आयौँ, लाइन बस्यौँ। कलेजले चाहिँ आजको दिन मात्र ट्रान्सपोर्टेसनको व्यवस्था गरिदिने रे, मतलब लगिदिने मात्रै फेरि नल्याइदिने रे। अनि आफ्नै भेकलहरू भएकोहरूले चाहिँ आफ्नो भेकल्सहरू लगेर चाहिँ जाँदा हुन्छ भनेर चाहिँ म अनि अरू कसैको भेकलहरू थियो अनि हामी चाहिँ आफ्नै भेकलमा गयौँ। बिचमा पुगेपछि बाटै अलपत्र भयो क्या, त्यही भएर चाहिँ हामी चाहिँ एउटा पसलमा पुगेर चाहिँ पानीपुरी खाऊँ भने एकजनाले, अनि पानीपुरी खायौँ। अनि त्यसपछि पानीपुरी चाहिँ एकदमै मिठो थियो है। अनि मोमो पनि खायौँ। मोमो खाँदा हाम्रो बस गइहाल्यो। अनि त्यसपछि है कसले देख्यो अनि बोलाउन थाल्यो कि आत्तिएर। अनि अन्तिममा चाहिँ 2 डल्ला मोमो नै छुटेछ क्या। एनिवे हामी चाहिँ अनि केही समयपछि हामी कलेज पुग्यौँ। हाम्रो प्र्याक्टिकल चाहिँ गेट कलेजमा थियो। पुगेर चाहिँ सुरुमा चाहिँ हाम्रो एटेन्डेन्स भयो, त्यस कारण चाहिँ सबैजना लाइन बसेर एटेन्डेन्स गऱ्यौँ। त्यसपछि हामी लन्च खान गयौँ। लन्चमा चाहिँ हाम्रो अरबिता पास्ता थियो। तर यो टेस्ट चाहिँ जिब्रोमा सुरुचोटि पसेर होला त्यस्तो मिठो चाहिँ लागेन क्या मलाई। अनि साथै मेरो ग्रुपहरूलाई पनि त्यस्तो वाउ भन्ने चाहिँ लागेन क्या। अब कति मान्छेहरू त खाएर बानी हुनु भएको हुन्छ अनि त्यसपछि मिठो पनि हुन्छ, तर हाम्रो ओपिनियनमा चाहिँ त्यस्तो भयो कि। लन्च भइसकेपछि सबैले आफ्नो डिपार्टमेन्टमा छुट्याइदिनु भयो। अनि हाम्रो डिपार्टमेन्ट चाहिँ बेकरीमा पुगेको थियो है। फर्स्ट डे नै बेकरी यस्तो मजा आउँदो रहेछ बेकरीमा होइन। यो चाहिँ मेरो अब फर्स्ट एक्सपिरियन्स चाहिँ हो भनौँ न होइन। अनि बेकरीमा चाहिँ हामीले भेनिला कपकेक साथसाथै एन्जाक बिस्किट हामीले बनाएका थियौँ। सुरुमा चाहिँ हामीले भेनिला कपकेक बनायौँ। सो यसको रेसिपी चाहिँ म छिट्टै नै हाल्छु होइन, किनभने मैले यो हाल्न भनेर मैले यो यसको क्लिपहरू पनि खिचेर ल्याएको छु। आफूसँग इन्ग्रिडियन्ट्सहरू भयो भने त सजिलै रहेछ, साथसाथै ओभन पनि हुनुपर्ने रहेछ। ओभन त हुन परिहाल्यो। अनि हाम्रो सेक्सनको चाहिँ जम्मा दुईवटा डिपार्टमेन्टमा छुट्याइदिनु भएछ। हाम्रोमा चाहिँ बेकरी परेछ अनि अर्को सेक्सन अर्को ग्रुपको चाहिँ किचनमा परेछ यो दिन। त्यो भेनिला कपकेक ओभनमा हाल्नुन्जेल चाहिँ हामीले चाहिँ यता कसरी त्यो ओभनमा कसरी हाल्ने कसरी झिक्ने भनेर सिक्यौँ। अनि त्यसपछि हामी एन्जाक बिस्किट बनाउनुतर्फ जायौँ होइन। अनि त्यसपछि हामीले के हाल्यौँ हजुरहरूले देख्नु पनि भयो होला। यसको नि म रेसिपी हाल्छु। अहिले चाहिँ म सानो सानो क्लिप मात्रै हालेर यसो भ्लगको लागि एड गर्छु। अनि बिस्किट बनाउँदा चाहिँ कसैको लाम्चो, कसैको थ्याप्चो, कसैको चेप्टो, कसैको मोटो, कसैको पातलो पनि भएको थियो क्या। किनभने हातमा फर्स्ट टाइम पस्या हुन्छ, त्यसपछि मजाले कसैलाई सेप बनाउन नआउला होइन। मलाई पनि आएन क्या मजाले चाहिँ। मैले बनाएको चाहिँ लामो थियो क्या। अनि यो बिस्किट ओभनमा हालिसक्दा चाहिँ हाम्रो यो भेनिला कपकेक पनि एकदमै रेडी भइसक्यो। अनि सेफले चाहिँ बाहिर गएर बस्दै गर्नु, यसैलाई आएपछि म फेरि बोलाउँछु, किनभने यसैले आएपछि हामीले माथि क्रिम थप्नुपर्छ, मिन्स आइसिङ हाल्नुपर्छ, त्यसैले भन्नुभयो। अनि सबैजना बाहिर एकछिन बसेर चाहिँ हामीले आफ्नो आफूले खानेमा आफूले डेकोरेट गऱ्यौँ होइन। मैले डेकोरेट गरेकोमा चाहिँ यस्तो लामो चुच्चो भएको थियो है। यो चाहिँ मलाई अलिकति गाह्रै लाग्यो क्या होइन। अब केक बनाउने मान्छेहरूले कसरी बनाउँछ मलाई चाहिँ अलिकति गाह्रै लाग्यो क्या यो काम चाहिँ। अनि यो सायद है आफूले बनाएर पनि होला यस्तो मिठो भएको थियो। आफूले मतलब आफूले गरे जस्तै त हो होइन। प्र्याक्टिकलमा लास्ट मिठो भएको थियो क्या है। सबैजना मैले बनाएको भन्दै मक्ख, मतलब आफूले बनाएको आफूले खान पायो भन्दै मक्ख परिरहेको थियो। अनि यो बिस्किटको चाहिँ मैले भिडियो खिच्न बिर्सेछु कि। अनि अन्तिममा अब साँच्चै बिस्किट बनिएको छ त भनेर चाहिँ सम्झेको क्या। अनि त्यसपछि हामी सबै प्र्याक्टिकल सिधेपछि हाम्रो घर जाने बेला भइसकेको थियो। अनि एटेन्डेन्स गरे साथीले चाहिँ अनि सबैजना हामी गयौँ।